रुपिङ हाल्ने भनेको बाँस काट्न आएको बाँसै रुखमा अड्केर निकाल्नु सकेर उहाँमाथि चाहिँ हाम्रो मामा केटाहरू खिचो खिचो बहादुर खिचो आयो आयो खिचो बहादुर खिचो 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 तान्यो बोल गर्यो केटा बोल गर्यो जिभरी तान्न यार कहाँ यार तान्यो तान्यो आयो आयो खिचो खिचो 1 2 3 खिचो खिचो केटाहरूको सब पावर लस भइसक्यो यार केटाहरूको यार ल ल ल 1 2 3 गौलायो बुढाले यार पछाडि यार के छ हाल किन हाल्न धेरै गाह्रो छ होइन किन हाल्न धेरै गाह्रो छ केटा पुरा जोस छ अहिले केटा आन्ना ग्लान्न यार हाम्रो बुढा फेरि यस्तो यार पुरा पुरा सिप्ला नै बस्ने यहाँ बुढाखेरि पानी खाइरहेको छ नि भाइहरूले बाँस ल्याउँदैछ ल केटा वेलन वेलन अब तिमीहरूलाई ट्याक्क चिसोले पर्खिरहेको छ चिसो चाउचौ केटाहरूले त त्यसरी बाँस ल्याउँदैछ लामो छ कसले खायो डबल पर्सानले डबल खायो बिस्तारै बिस्तारै खा सबैलाई दे रात पर्छ रात पर्यो भने के हुन्छ मामा अन्न हुन्छ निजन पढेको थियो तर तान 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 त्यही बेला तान्न ल अब हाम्रो कन्याकुमारीहरूद्वारा यो लिङ्गोमा कसरी ध्वजा बाँध्नुपर्छ ल यहाँ बाँध्नु यहाँ बाँध्नु ल यहाँ बाँध्नु एउटा यो यसमा भन्नु यसमा यसमा बाँध्नु हुन्छ डिस्टमा बाँध्नु हुन्छ तिमीहरूले अर्को बाँध्यो के अलि यस्तो बाँध सबैमा तिमीहरूले अर्कोमा बाँध कहाँ होइन खालि यस्तो माथि ओ ल बोल्नु भाइ अब यो ध्वजा बाँध्ने केटीहरूको छिटै बिहा हुन्छ छिटै बिहा हुन्छ यसलाई यस्तो गर यस्तो गरेर नि यताबाट घुमाएर नि यस्तो ल ल ल बाँध्न जरा हुन्छ घुमाउनु चाहिँ ल ल ल ल न आशीर्वाद कहाँ ल अलि बलियो गर्ने त्यो नपुग्ने अर्को गाँठमा पात यो उसमा यो मासको लिङ्गमा ध्वजा बाँध्ने चलन छ हाम्रो सानो सानो बहिनीहरूबाट
भारतको ध्वजा बनिन्छ। झिमरी चल्ती के छ हालखबर? ठिक छ? उता बास उठाउँछ। तान्नु दोरीबाट तान्नु छ तान्नु छ तँ तान्यो दोरीबाट तान्नु छ क्या यो ऊ हेर त जान जा तान्यो 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 झल्ला झल्ला यता यता मान्छे चोट लाग्छ बिस्तारै 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 लिङ्गो थारो पर्यो। अब एउटा बाँस ठाडो पार्न बाइक थियो बाँस ठाडो पार्यो भने बल गरो एउटा बल गरो ल ल अगाडि 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 ल के ल अगाडिबाट अगाडि उठ्यो 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 तान 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 खिच्यो 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 यता घुम्यो यता घुम्यो यता घुम्यो यता घुम्यो सट 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 उडा 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 ओइ दोरीबाट उडा घुमाइन उडा उडा बिस्तारै बिस्तारै ल धेरै गाह्रो छ हो पिङ हाल्नु धेरै गाह्रो छ यार बाबा फाइनली 4 वटा पाइसक्यो। यसलाई भन्छ कैची गर्ने लिङ्गहरू कैची बनाउनु पर्छ। मान्छेले राम्रो लाग्छ नि
फेरि काल्लेर खस्दाखेरि मजा आछ स्वादै भएछ हो